मार्बल डाँडा जाने यहीँबाट यहाँबाट आयो। यहाँबाट त्यहाँ एउटा सानो खोला छ। हो यो बहिनीहरूले सुटा राखेर यहाँबाट माथि यो चाहिँ तपाईँको मार्बल फ्याक्ट्री बन्द भएको मार्बल फ्याक्ट्री यत्रो लामोको मार्बल करोडौँ जहाँ चाहिँ सबैजना बन्द छ किन हो के कारण माथिको मार्बल डाँडा अलि मैला गएर यो तर केही छैन। त्यहाँबाट भ्यूहरू हेर्ने हो राम्रो खालको मार्बल माथिबाट मार्बल लिएर यहाँ साइज साइजको काट्ने यहाँबाट सप्लाई गर्ने यो गाडी यो खोलो हो। गोदेरी खोलोको मूल यही हो। यहीँबाट गोदेरी खोलोको मूल निस्किन्छ यही हो। यो तपाईँको माथि फुल्चेकी मुनिबाट रसाड आउँछ यो हो। अहिले चाहिँ सानो छ धेरै ठुलो यो चाहिँ मार्बल प्रोसेसिङ गर्ने कारखाना यो मेसिनहरू त्यतिकै जर्जर अवस्थामा पुगेको मेसिनहरू ल साथीहरू आज चाहिँ म यो गोदावरीको मार्बल डाँडा भन्ने ठाउँमा जाँदैछु जुन आजभोलि एकदम ट्रेन्डमा आएको ठाउँ हो। धेरै जस्तो मान्छेहरू जानुहुन्छ। यो चाहिँ तपाईँको गोदावरी बस पार्कबाट एकान ओधाराभन्दा माथिबाट राइट लागेर आउने हो। खासै यहाँ अब के छ भन्ने म पनि आएको छैन, फर्स्ट टाइम आउँदैछु। हेरौँ यो मार्बल डाँडा भनेको चाहिँ पहिला यो मार्बल निकाल्ने ठाउँ हो। माथि फ्याक्ट्री चाहिँ तल छ, माथिबाट मार्बल निकाल्ने ठाउँ हो। बाटो अलि म अगाडि भिडियो बनाउँथेँ त्यहाँ पानी ठुलो परेको भएर यो जाने बाटो हो। यताबाट म आएको अब जाने मास्तिर हो। हेरौँ कस्तो छ बाटो। अब यो बिचमा त म भिडियो बनाउन सक्दिनँ, पानी परिरहेको छ। म माथिबाट बनाइरहेको थिएँ। साथीहरू म चाहिँ मार्बल डाँडा आइसकेको अवस्था। यस्तो बाटो छ यहाँ। यहाँबाट पुरा पहिरो लागेको रहेछ। यो अस्तिमा कहिले ठुलो असोजमा ठुलो पानी परेको थियो त्यो पानीले यहाँ पनि पहिरो लागेको रहेछ। तर अहिले बाइकहरू चाहिँ आउने बाटो छ। यहाँबाट चाहिँ गोदावरीको भ्यूहरू राम्रो देखिन्छ। यहाँबाट अहिले भर्खरसँग पानी परेको थियो। अहिले फेरि एकैछिनमा तपाईँको फेरि पानी रोकेर यो तल गोदावरी हो। यो माथि बादलले छेके यो फुल्चेकी डाँडा यहाँ आज बादलले छेकेको छ। यहाँ तपाईँको तल यो गोदावरी हो। यो गोदावरी यो देखिरहेको यो सेन्ट जेभियर्स स्कुल यो। अनि यहाँ नौधारा पनि देखिरहेछ, नौधारा मन्दिर। यहाँबाट हेर्ने भनेको यही डाँडाका हरियाली राम्रो भ्यू देखिँदो रहेछ। यो चाहिँ मार्बल डाँडा। पहिला यहाँ मार्बल झिक्थ्यो। अहिले यो मार्बल फ्याक्ट्री चाहिँ तपाईँको यहाँ तल यो पुरानो जस्ताहरू देखेको छ नि, यो मार्बल बनाउने फ्याक्ट्री हो पहिलाको। यहाँबाट यस्तै भ्यूहरू हरियाली डाँडा काँडा राम्रो भ्यूहरू देखिन्छ। राम्रो छ गोदावरी। यहाँ कतिखेर पानी पर्छ ठेगान नै हुँदैन। यहाँ पानी पर्ने ठेगान नै छैन। बाटो चाहिँ बर्खामा आउन अलि ठाउँमा चाहिँ त्यो पहिरो लागेको ठाउँमा चिप्लै छ, नत्र राम्रै छ। पहिला गाडीहरू ठुल्ठुलो ट्रकहरू यहाँ मार्बल लिन आउँथे। यहाँ मार्बल निकालेको ठाउँहरू यो स्टेप गर्दै माथि माथिसँग झिकेर लगाएर रहेछ। अहिले हालसाल चाहिँ यो कारखाना बन्द छ। यो क्रेन हो। यसमा अब के हुन्छ मेसिनहरू यसले काट्ने हो मार्बल। अनि यहाँ गाडी आउँछ लोड गरेर लान्छ तल। अनि कति साइजको काट्ने हो त्यो काटेर लाने।